हेलो फ्याम, नमस्ते एन्ड वेलकम टु माई न्यू ब्लग। फेरि पनि आएर सबजना सन्चै आरामै हुनुहुन्छ होला एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि। अनि हामी चाहिँ यहाँ अहिले कहाँ छौँ अरे? पाउँदुर छौँ। मलाई थाहा छैन कि म फर्स्ट टाइम आएको यहाँ। अनि यहाँ चाहिँ दिदीले यसो कहिले आउने हो भनेर भनेको गर्नुभयो र अनि फेरि आउँछौँ भनेको। अनि मेरो पनि आज काम थिएन अनि आजको मेसो मिलाएर अनि जाम भनेर खास भने हामी बिहान हिँड्ने भनेको। अनि दिदीलाई कहिले आउँछौ भन्दा हामीले आज भोलि भनिन्छौँ कि फेरि भोलि आउँछौँ भनेर हामी आज आएको। अनि दिदीलाई थाहा छैन सरप्राइज दिउँ भनेर बहिनीहरूको प्लान। अनि थाहा छैन दिदीलाई, त्यही भएर हामीले खबरै नगरिकन आयो। अनि फेरि दिदीहरू आइराख्नु भयो नि त, दिदी आइराखेको छन्। अनि त्यो चिन्यो नि त सोधेको जाने कस्तो रियाक्सन हुँदो रहेछ है। सो त्यही अहिले चाहिँ हामी पत्थरमा हामीलाई आऊ भनेको गर्नु थियो कि तिनजना भएर आइजाऊ कहिले आउँछौ भने गर्नु थियो। जातिभित्ति गर्नुभयो भनेर आज चाहिँ हामी हटाउनै आएको। कसम चाहिँ पकाएको भात 3 चोटि पकाउनु परोस् कि यसरी हटाउनु। अनि त्यही हो, अब दिदी हुनुहुन्छ कि हुनुहुन्न, सरसँग जान्छु आज भन्नु थियो। त्यही पनि आइसक्नु भयो होला। 2 बजी आउँछ भन्नु थियो, 2:30 भयो। हामी हटाउ 1 बजे निक्लेको है, 1 बजे निक्लेको है हामी 1 बजे निक्लेको। अनि त्यो बसले अलिकति आज ढिलो गर्थ्यो कि 1 घन्टा लाउँछ भन्ने थिएँ। 2.5 घन्टा लगभग। सो त्यही हो, अब जाम त्यहाँ गएपछि देखाउँछु। अनि दिदी चाहिँ फेरि हाम्रो रेगुलर भ्युवर हो है, मेरो भिडियोको रेगुलर भ्युवर हो दिदी चाहिँ। त्यही भएर नि म आएको, नत्र आउँदैन। ज्यानको बाजी लाएर आएको थाहा कस्तो घाँटी दुई सुतेर आएको आज बस। त्यही हो। अनि हामी 3 जना छौँ। त्यही हो। सो हामी चाहिँ दिदी घर आइसक्यौँ। घर छ, दिदी हुनुहुन्छ कि हामी। यो लालुपाते फालेर अर्को पत्ता भएको लालुपाते लाउनु त राम्रो। नमस्ते सन्चै हुनुहुन्छ? दिदीले बोलौँ। सो दिदी चाहिँ हुनुहुन्छ कि भित्र। अनि भोलि आउँछौँ भनेको नि अझै। हामी जसै घर बोलाउँथ्यौँ। त्यही भएर हिजो भोलि कहाँ जाने हो भनिरहेको छु हिजोबाट। भान्जे यता मामा आऊ हामी आइसक्यौँ है। दिदीको रिएक्सन एकदम के गरेको कस्तो मामा खै सिङ्गमै देखिँदो रहेछ यार भान्जे। हामी आएको कति लगभग 1 घन्टा भइसक्यो होला। अनि आएर अघि त्यो मोमो बनाउनको लागि पिठो भिजाए माडियो। पिसाब फेरि अन्डाको उस गरियो। अन्डा चाहिँ मोमोको लागि पिठो मुछ्यो। अनि अहिले चाहिँ हामी के भयो? अनि अहिले चाहिँ यहाँ हामी आगो तापेर बसिसक्यौँ कि जाडो पनि कति हेर्नु नि दिन। आमामामा
त्यही अब चटपट खाएको अलिक पिरो भन्छ त्यही भएर अर्को मगाउँदैछौँ अनि त्यही हो अब के भनौँ अब एकछिनमा मोमोसम्म खाने दिदी खतरा खुसी हुनुभयो यार अनएक्सपेक्टेड भयो कि अब बोलाइराख्नु थियो कर गरिराख्नु थियो आउनु आउनु भनेर अनि हामी आयौँ आउनलाई होइन दिदी एक्साइटेड दिदीलाई भोलि आउँछौँ भनेर हामी आज आइयो दिदी खुसी हुनुभयो जोस् हामी आइदिए भयो तपाईँहरू आइदिए भयो तिमीहरू आइदिए भयो भन्नुहुन्थ्यो जोस् एउटा हुन्छ नि त होइन मान्छेहरू कोही मान्छेहरू यस्तो हुन्छ नि हाम्रो घर पाहुनै नआइदिए जस्तो नआए हुन्थ्यो भन्ने हुन्छ क्या तर कोहीलाई हाम्रो घर पाहुना आयो हुन्थ्यो दिदी बहिनी आइदियो हुन्थ्यो भाइ बहिनी आइदियो हुन्थ्यो नि हुन्छ नि त सो त्यही हो कि अब कसैको आफन्त हुन गयो भने एक दिनभन्दा बढी नबसी हुन्थ्यो नि मान्छे भन्ने होला हुन्छ म धेरैलाई देखेछु कि धेरैको देखेछु अनि मलाई फेरि अप्ठ्यारो लाउँछ त्यस्तो ठाउँ जान अनि चाहिँ दिदीले बोलाएर म आफै आउँथिनँ क्या नत्र अलिकति अप्ठ्यारो लाउँछ नि त त्यही हो अब एकछिनमा मोमो बनाउने कार्यक्रम हुन्छ अनि मोमो पनि बनाइन्छ 4 बज्यो दिन जाडो जाडो छ 4 बजे पनि आउने अब ल गाइस त्यही हो अब हामी चाहिँ यहाँ पहिलो चरणको काम गर्दैछौँ मोमो बनाउँदाखेरि रेडी पार्नु पऱ्यो पिठो अहिले उस गर्नुपर्छ नि त सबै मिलेर त्यही भएर यो गर्दैछौँ यो गरेर चाहिँ अनि आज फेरि चिकन मोमो चिकन भात खाने अरे सो त्यही हो अब हेर्दै जानु होइन अब यो काटकुटको समयपछि बल्ल बेलबालको कुरा आउँछ अनि त्यो पछि गर्दै जानु ल हाम्रो रमाइलो भइरहेछ कृष्णले मासु बनाउन लागेछन् नम्रताले यहाँ डल्ला पारी चाहिँ मोमो बनाउने मैले यहाँ बेलिछु दिदीले ऱ्यापिङ र अब हामी मोमो पाकेपछि भेटौँला कस्तो हुन्छ हेर्दै गर्नुहोला हाम्रो मोमो पार्टी आज मोमो अनि कुखुराको झोल लोकल कुखुराको झोल रमाइलो भइछ दिदीका रमाइलो रमाइलो मासु सासु मासु काटेर अनि यहाँ म चाहिँ यो आन्द्रालाई सरी आन्द्रालाई आन्द्रा भुटेर खानु लाग्यो भनिदेऊ त ल हामीले मोमो पनि त्यहाँ एकचोटि त बसालिसक्यो अनि यहाँ बनाउँदै हुनुहुन्छ कसैलाई आउँदैन मुजा पार्न चाहिँ दिदी नै हो कि दिदी नै हो ऊ अर्को दिदी चाहिँ मोबाइलै हो खालि मोबाइलै हो यहाँनिर ल ऊ दिदी उ त्यो दिन त हो त्यो रातो डब्बा होइन सबै हो यहाँ हाल्नु पऱ्यो अब यो भुटुवा अनि तरकारीको लागि छुट्टै फेरि मासु यहाँ छ है यो आन्द्रा के आन्द्रा सदुपयोग किन क्यान्द नि अब ए लोकल कुखुराको है हामीले त्यो जस्तो पाए त्यसको त खाँदैनौँ प्योर लोकल कुखुरा हो त्यही भएर खाँदै खाना लाग्यो है फेरि आन्द्रा खाने मेन यिनै हो नै भनेर बनाइदिन लाउनु चस्मा कसले ल्याइदिएको भन कसले किनिदिएको एरोप्लेनले अरे मैले को दिदी हो फेरि सुप्रिम कसले ल्याइदिएको भन ल यिनी चाहिँ मेरो एलेक्स है मेरो एलेक्स हो यिनी चाहिँ अब अनिल सुनारको एलेक्स मेरो भान्जे हुन् भन्छे फाइनल्ली गाइज मोमो रेडी भइसक्यो आफ्टर 4 घन्टाको दुःखपछि परिणाम भइसकेको छ सो हेरौँ है
हालिदिनु न यो त होसमा केसमा भइछ ल पूजाले आइछ ल मोमो के काम छ भाइले त रेडी गरिसक्यो सही रेडी भइसक्यो होइन टोटल यही हो है ए सुप्रिमले एक प्लेट त खाइसक्यो क्या त्यही अब खाम के अरे फेरि खाना नि खाने होला के हुन्छ पहिला खाम अनि कति रुच्छ सो यत्रो 3 घन्टा 4 घन्टाको है दुःख परिश्रम पछिको प्रतिफल हो है यो आम्मामा पसिना बगाएको कस्तो मिठो हुन्छ सबैको पसिना मिठो होइन साह्रै कुरो काट जुस घरमा बनाएको भने घरमा बनाएको हुन्छ है चट्नी अर्ग्यानिक छ कि भयो अगायो खान्छौ किमा खाने कि त्यहाँभित्र चटनी त पिरो भएको होइन उसलाई किमै चाहिँदो रहन्छ मैदा पिठो पनि ममै हो उनलाई त पोको पारिदियो नि त्यो म खासी पेट टर्नु भयो अनि एकछिन आएर तापेर अनि आएर सुतेको सो खाना खाइएन बनाएर राखेँ तर खाना खाइएन भनौँ अनि अहिले चाहिँ सुत्नु पऱ्यो सो अब ब्लग चाहिँ भोलि फेरि बिहानबाट कन्टिन्यू हुन्छ अनि सबैजना सुत्नु दिदी सुत्नु भयो म चाहिँ यहाँ भाइसँग आएर सुतेको सो त्यही हो मोमोले पेट डुम्बो गराइदियो कि मोमो पनि ठुल्ठुलो थियो अनि सबैले पुग्ने इनफ भयो त्यो मोमो मैले पुग्दैन क्या नि सोचेको थिएँ तर पुग्यो सो त्यही हो होइन रमाइलो बज्यो अहिलेसम्म फेरि भोलि बिहान म बिहानै जानुपर्ने हुन्छ अङ्कललाई एकचोटि फोन हान के भन्नुहुन्छ ल त नि भन्नु भने अब अझै बसिँदैन नत्र त भोलि त हिँड्नुपर्छ त्यही हो सो ल गुड मर्निङ एभ्री वान फेरि पनि है नेक्स्ट डे अनि कन्टिन्यू छ भ्लग पनि फेरि सो अहिले चाहिँ हामी दोकान जान लागेको बाबु कता हो दोकान जाने हजुर त सो त्यो बन्दाएर देख एकचोटि बन्दाएर न त्यो हो त्यो अफर न के अरे म चाहिँ अघि नै उठेर दुइटै गाडीहरूलाई ब्याट्री लिएर आइदिएँ कि ब्याट्री लिएर आएर सुप्रिमलाई त्यो भाइले चाहिँ के अरे खेलाउने बनाइदिएको हिजो बेलुका रहेछ पुरानो काचा काचा टोकेको भयो सो त्यही अब हेर्नु न कत्रो मजा आउने मलाई नि मजा आयो कि ल आऊ सुप्रिम आऊ कहाँ म उस गरेर आइसकेँ क्या यहाँ आइसकेँ नि आएर म कपडा नफेरिकन सिधै रुमबाटै आएर काम गर्न लाग्यो अनि सो दुईजना चाहिँ वहीँ हुनुहुन्छ अहिलेसम्म त्यहाँ मसँगै गएको दुईजना अनि म चाहिँ आएँ अनि यहाँ काम भयो अनि आएँ होइन काम अनि आएर यहाँ काम गरेँ सो अब फेरि बेलुका चाहिँ घर जाने प्लान छ अहिले काम गरौँ अनि के कस्तो हुन्छ अनि बेलुका चाहिँ घर जानुपर्छ फेरि त्यही हो अब काम धेरै छैन जस्तो छ तर हेरौँ काम गर्दा गर्दा समय कति जान्छ त्यही अनुसारको कुरो हुन्छ है
त्यही मासालाई एकछिन नगर न, बिजी छु कि म यहाँ। अनि म चाहिँ अघि कति 5:30 बजे यहाँ घर आइसकेको थिएँ। म वहाँबाट 9 बजे भान्नेर चौथे गएर न्यु रोड आएर न्यु रोडबाट अङ्कलले चौथे लर काम गरेर फेरि 3 बजे म हरिचोक आएर 3 बजेको बस भेटाउँछु भनेर आएको, 3 बजेको बस भेटाइएन क्या। अनि 4:30 बजेसम्म त्यहाँ कुरेर अनि घर आउँदा रातभरि थियो, आउँदाखेरि बेटी पनि लो भइसकेछ। सो मैले त्यो बिचको भिडियो क्लिपहरू देखाउन सकिनँ। अनि अहिले चाहिँ मैले लुगा धुँदैछु। लुगा धुन पनि झ्याउलाई चाहिँ पानी पनि दिन्छ, चिसो छ क्या। त्यही भएर हुन त एउटा मात्रै पाइँट हो, तर पनि धुन दिन्छ झ्याउला। सो धुँ अनि यसो अनि अहिले चाहिँ कपडा धोएर चाहिँ बिस्तारामा आएर सुतेको हो। अनि सो आजको लागि चाहिँ ब्लग यति नै। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, जित्त नबुझेको कुराहरू भनिदिनु होला। अनि ब्लग चाहिँ डेली आउँछ, सके डेली आउँछ, नत्र 2-3 दिनको बिचमा एउटा ब्लग आउँछ भनौँ न। अनि सबैले माया गरिदिनु होला है। तपाईँहरूले माया गरिदिनु भयो भने मलाई पनि हौसला मिल्छ, साथ सपोर्ट मिल्छ। अनि मलाई पनि अलिकति भिडियो बनाउनुपर्छ है भन्ने हौसला मिल्छ। सो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, चित्त नबुझेको कुराहरू भनिदिनु होला। अनि आजको लागि चाहिँ ब्लग यति नै। सो